13 वर्षीय बालिकाको पेटमा 1.5 महिनाको गर्भ साथीकै बुबाले गरे बलात्कार। पढ्न भन्दै गएकी थिइन्। पढाइका लागि साथीको घरमा आउजाउ गर्थिन्। मीना घरमा आएका बेला साथीका बुबा बलबहादुर सार्कीले उनलाई धेरै माया हेरचाह र अपनत्व देखाउने गर्थे। के खायौ, कस्तो छ, समस्या परे भन्नु है भन्थे। कहिले काहीँ सुटुक्क पैसा पनि दिन्थे। औधी माया देखाउँथे। तर यसरी विश्वास गरेको व्यक्तिबाट नै मीनाले गम्भीर विश्वासघात भोग्नु पर्यो। आफ्नै साथीको बुबाबाट उनी बलात्कृत भइन्। मीना उनको परिवर्तित नाम हो। बलबहादुर नाताले उनको हजुरबुबा पर्छन्। साथीकी आमा छोराछोरी पढाउन गत तिहारदेखि काठमाडौँमा छिन्। घरमा श्रीमती नभएका बलबहादुरको मनमा पाप पलाएको उनलाई पत्तै भएन। मीनाले बलबहादुरलाई आफ्नो अभिभावक मानेकी थिइन्। 13 वर्षीय मीना मायाकी भोकी थिइन्। उनको बुबाले दोस्रो विवाह गरे। उनी भारतको बेंगलोरमा आफ्नै संसारमा खुसी छन्। त्यसपछि उनलाई जन्म दिने आमाले पनि दोस्रो बिहे गरिन्। यसपछि एक्लिएकी मीना आफ्नो हजुरआमासँग बस्दै आएकी थिइन्। पारिवारिक रूपमा कमजोर अवस्थामा रहेकी उनी सहाराको खोजीमा थिइन्। कसैले देखाएको स्नेह सहजै विश्वास गर्ने आधार बन्न पुग्यो। यिनै कुराले मीनाको लागि त्यो घर सुरक्षित मात्र होइन, आफ्नोपनले भरिएको स्थान बनेको थियो, जसले गर्दा उनी राजकोट नगरपालिका 1 मा रहेको साथीको घर पुगिराख्थिन्। तर गत माघ 13 गतेको रात मीनाले नसोचेको भयो। उनी माथि उनकै साथीको बुबाले बलात्कार गरे। जुन उनी गर्भवती नभएको भए खुल्ने थिएन। उनलाई बलबहादुरले डर धम्की दिएर त्रासमा राखेका थिए। खासमा मीना आफ्नो फुपूसँग नजिक थिइन्। उनी महिनावारी हुने समय तालिका उनको फुपूलाई याद थियो। तर फागुनमा सो अनुसार उनको महिनावारी भएन, जसपछि उनको फुपूले सोधी खोजी गरेकी थिइन्। जसपछि मीनाले आफू साथीको घरमा सुत्न जाँदा साथीकै बुबाले बलात्कार गरेको खुलाएकी थिइन्। मीनाको बयान अनुसार माघ 12 गते खाना पाक्न ढिलो भएकाले उनी साथीको घर गइनन्। अर्को दिन साँझ जाँदा हिजो किन आइनौ भनेर बलबहादुरले सोधी खोजी गरे। तिमी नआउँदा त मलाई न्यास्रो लाग्छ भनेका थिए। यसपछि मीनाले सो रात साथीकै घरमा बस्ने निर्णय लिइन्। यो उनको पहिलो पटक थिएन। उनले आफ्नो मिल्ने साथीको घरमा यसभन्दा पहिला पनि रात गुजारिसकेकी थिइन्। यस रात साथीसँग मीनाले 9 बजेसम्म पढाइ गरेकी थिइन्। त्यसपछि भुइँमा ओछ्यान लगाएर सुतिन्। बलबहादुर छुट्टै सुतेका थिए। तर राति 10 बजेतिर एक्कासी उनी मीनाको छेउमा आएर जबरजस्ती गर्न थाले। निन्द्रामा भएकी मीनाले थाहा पाएर गुहार माग्न लाग्दासम्म धेरै ढिलो भइसकेको थियो। बलबहादुरले उनको मुख थुनेर जबरजस्ती गरे। यसपछि मीनालाई घर बाहिर लगे। 500 रुपैयाँ दिए। कसैलाई भने मारिदिन्छु, नभने माया गर्छु भन्दै धम्काए। डरले मीना फेरि साथीसँगै सुत्न कोठामा पुगिन्। तर बलबहादुरको हवस यही रोकिएन। 14 गते बिहान आफ्नी छोरी शौचालय गएको मौकामा फेरि मीना माथि जबरजस्ती गरे। अहिले मीनाको पेटमा बलबहादुर सार्कीको कुकर्मको प्रमाण हुर्किरहेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार फागुन 27 गते बलबहादुरलाई पक्राउ गरिसकिएको छ। यो मुद्दा अदालतमा चलिरहेको छ। बालबालिकाहरू प्राय डर, लाज, धम्की, माया पाउने आशका कारण यस्ता घटना बारे बोल्न सक्दैनन्। यदि परिवार, आफन्त वा समुदाय सतर्क नहुने हो भने यस्ता अपराध लुकेरै बस्ने सम्भावना धेरै हुन्छ। यस घटनामा फुपूले शारीरिक परिवर्तन बारे चासो देखाएपछि मात्र वास्तविकता बाहिर आयो। यसले देखाउँछ बालबालिकासँग खुल्ला संवाद, उनीहरूको व्यवहार र स्वास्थ्यमा ध्यान दिनु कति महत्त्वपूर्ण छ। अझै पनि हाम्रो देशमा बलात्कारीहरूको लागि कठोर दण्ड छैन। यता पीडित आफ्नो गाउँ ठाउँ नै छाडेर पहिचान नै फेर्न बाध्य छन्। उता अपराधी सरकारी दाल भात खाएर आनन्दसँग दिन कटाइरहेका छन्। के यही हो उचित न्याय?